हाम्रो नानीहरु लय 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 भाले लड्यो अनि कोदोको रक्सी यता फेरि छुट्टै दुनिया छ सेवा सेवा पुग्नु पर्यो लाइफ टेन्सम्म ल आज चाहिँ हामी साकेला जान लागेको छौँ स्पेसल उभौली होइन चाडपर्वमा हामी जान लागेको छौँ हाम्रो नानीहरु हामी साकेला नाच गएको चाडले आउनुहोस् सबैजना इन्जोय गर्नुहोस् ल हाम्रो टोली चाहिँ धुलाबारीको टोली हो टोली चाहिँ यहाँ रेडी हुँदैछ बहिनी चाहिँ आज उच्च जस्तो छ मुजुर बनेर मुजुरले उडाउला नि बहिनीले आज हाम्रो अध्यक्षजी पनि यता आउनु हुँदैछ जानको लागि रेडी भएर यहाँ हाम्रो दाइ पुरा झन्डा बोकेर रेडी पानी सानी सबको व्यवस्था भएछ रेडी यहाँ हाम्रो धामी यहाँ छ धामी भएछ त्यो तिर देखा त धनुष सनुष लाएर रेडी छ अब जाने चाहिँ हामी यताबाट रेडी रेडी बजा बजा एक मिनट बजा नानीहरूको फोटो खिच्ने बेला भयो सबजना उभो हामी चाहिँ अब बुढाबारीको तयारीमा छौँ सबैजना दुलाबारी समाजको सब रेडी छन् यहाँनिर भिडियो गर्ने फोटो खिच्ने कामहरू भइरहेछ सबै नानीहरूको रेडी छन् यहाँनिर ल एउटा यहाँ नाच प्रस्तुति सहित अब हामी यहाँबाट जानेछौँ केटाकेटीहरूको आज हाम्रो मानचाड किरात आएकाको बुट्टाबारी नाच्न रमाइलो हुँदैछ एकदम रमाइलो हुनेछ हामी चाहिँ अब जाँदैछौँ र हाम्रो गाडी आइसकेको छ अगाडिपट्टि हाम्रो गाडी चाहिँ यो हो र हाम्रो दाजु राइडर हाम्रो बस चाहिँ यही हो हामी जानको लागि तयारी हुँदैछ 2082 सालको उपलक्ष्य हाम्रो झन्डा यहाँ हाम्रो फोटो सेसन सुरु हुँदैछ टिका दाइ के छ खबर मास्क लाउने दाइ उहाँबाट के रमाइलो गर्ने नगर्ने आज सुँगुरको मासु भुटन अनि कोदोको रक्सी अनि सुँगुरको सेकुवा होइन अनि के अरे आन्द्रा भुडी कर्ची मर्ची दाइ सिरियस छ तपाईँ भाइरल हुन्छ 15,000 सब्सक्राइबर छ अब तपाईँ भाइरल छ दाइले चाहिँ अब यहाँ यस्तो राम्रो कुरा गर्नुभयो कि मलाई एकदम खुसी लाग्यो क्या तपाईँले यस्तो कुरा गर्नुभयो कि तपाईँ धुलाबारीमा तपाईँलाई नचिने कोही पनि हुँदैन अब हामी चाहिँ अब रेडी भयो गाडी स्टार्ट भयो अब हामी लाग्दैछौँ हामी सिधै बुट्टाबारीमा भेटिन्छ अङ्कल बुट्टाबारी ठिक है दाइ बुट्टाबारी लाग्यौँ हामी अब बस पछाडि छ अब बुट्टाबारीमा ल फाइनली हामी चाहिँ हाम्रो स्थानमा आइसक्यौँ पछाडि हाम्रो बस आउँदैछ हाम्रो ठाउँमा आइसक्यौँ के छ मेरो दाजु हाम्रो ढोले दाई पुरानो ढोले दाई हेर्नु नि कति वर्षपछि भेटेको तपाईँलाई भेटेर दाई एकदम खुसी लाग्यो यार मलाई कति वर्ष भिडियो भएर ल हाम्रो धुलाबारीको टोली चाहिँ रेडी आइसकेका छन् सचिवज्यू हाम्रो उहाँ यहाँ त कोष अध्यक्षज्यू सहसचिवज्यू यता हुनुहुन्छ सेवा 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 ल सेवा ल यता हुनुहुन्छ ल भाले लड्यो ल
पूजा गरेको भाले यसरी हुन्छ हुन्छ ल हामी केटाकेटीहरूको लागि नास्ता लिन आएको छौँ प्याकिङ गरेर चाहिँ यहाँ बन्दैछ तातो पकाएर तातो खुवाउने 2टा समोसा एउटा जुलबी अनि एउटा फ्रुटी चारा लिन आएको छौँ हामी चाहिँ नास्ता लिनलाई हाम्रा राइनी हिरोइनहरू अब टिकटक बनाउने अरे यहाँ यो हाम्रो धुलाबारीको टोलीको चाहिँ यहाँनिर पुरा फोटो खिच्ने भनेर आइरहेछ फुच्चीहरू ल फुच्चीहरू ल यो के पोज ल तिम्रो कुन पोज भन त 3जनाको यस्तो पोजमा यता फेरि छुट्टै दुनियाँ छ फेरि यता फेरि छुट्टै दुनियाँ छ ल हाम्रो साकेला सक्यो यहाँ खाने चाहिँ यहाँ सबैजना आइ गरौँ ल आजको हाम्रो साकेला चाहिँ निकै सकेको छ यहाँ दाई पनि अब पुरा रेडीमा नानीहरू चढ्ने बस पनि आइसकेको छ झाँक्री हेलो